मेरो नाम धर्मेन्द्र प्रसाद महत। म यस दुनै सदरमुकाम दुनैमा जाने क्रममा तपाईहरुले देख्न सक्नुहुन्छ यो मोटर बाटो भनेको यहाँदेखि फोक्सोमा जाने पर्यटकहरूको लागि हो र यहाँ बेली ब्रिज देखि केही मिटर यता चाहिँ यस्तो अवस्थामा छ र यहाँका वडा नम्बर 3 दुनै बजारमा रहेको यो हस्पिटल जाने यो बाटो हो र यहाँदेखि पर्यटकहरू दुनैबाट यहाँबाट फोक्सोमा जानको लागि चाहिँ मोटर बाटो एउटा मात्र मोटर बाटो यो रहेकाले यहाँ अहिलेसम्म पनि कुनै पनि जनप्रतिनिधिहरूको ध्यान गएको छैन र यतिखेर म चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यो ताल तपाईहरुले यो बाटो चाहिँ केही मिटर एकदमै नाजुक अवस्थामा छ र यो बाटो धेरै बिग्रिएको छ। अहिले पनि तपाईहरुले देख्न सक्नुहुन्छ यो बाटो चाहिँ यहाँ पानी जमेर भरिभराउ पनि देखिराखेका छौं र यहाँदेखि केही उतासम्म चाहिँ एकदमै बाटो चाहिँ बिग्रिरहेको अवस्था छ र अहिलेसम्म कुनै पनि निकायले यसको चाहिँ सल्युसन निकालेको छैन। अहिले पनि हामी जाँदै छौं। गाइस तपाईहरुले देखिन सक्नुभयो यो बाटोको स्थिति चाहिँ यस्तो भयानक अवस्थाको छ र यहाँदेखि केही मिटर उता चाहिँ बाटो एकदमै हिलाम्ने र बर्खाको झरीको समयमा चाहिँ यहाँ चाहिँ यस्तो सम्म हुँदा पनि कुनै पनि निकायले यसको चाहिँ मोटर बाटो चाहिँ सुधार गर्न सकेका छैनन् न कुनै पनि निकायको ध्यानकर्षण चाहिँ भएको छैन जस्तो लाग्छ। किनकि यो मेन बाटो भनेको यहाँदेखि फोक्सोमा ताल घुम्न जाने पर्यटकहरूको लागि गन्तव्यको बाटो हो र यहाँ विदेश तथा स्वदेशबाट आउनुहुने सम्पूर्ण यात्रुहरूको लागि चाहिँ एक गन्तव्य हो र यही गन्तव्य पनि सदरमुकामको नजिकमा रहेको बेली ब्रिजको 50 मिटरको नजिकमा रहेको हस्पिटलको बाटो हो र यहाँ हस्पिटलमा एम्बुलेन्स आउँदाखेरि चाहिँ कतिको गाह्रो छ र यहाँ बाइक लगेर जाने यात्रुहरूको लागि पनि एकदमै कठिनाइको विषय बनेको छ र यसमा ठुलीबेली नगरपालिका लगायत जति पनि सङ्घ संस्था निकायहरू छन् तिनीहरूको ध्यान चाहिँ यस मोटर बाटोमा जान जरुरी छ र अब यहाँदेखि अगाडि पनि तपाईहरुले देख्न सक्नुहुन्छ एकदमै कठिन बाटो छ र यसको चाहिँ छिट्टै ध्यान जाओस्। नेपाल सरकार लगायत यहाँका जनप्रतिनिधि स्थानीय सरकार लगायत भौतिक पूर्वाधार विकासका प्रमुखजीहरुमा पनि यसको ध्यान जाओस् भन्ने र आगामी दिनहरुमा यो ताल यो बाटो चाहिँ अवश्य पनि सुधार हुन्छ भन्नेमा म विश्वस्त छु। हस्त नमस्कार।